हाय, आज हामी बीजीय भिन्नको भाग पढिरहेछौँ जुन कक्षा 8 मा छ है। ल आज हामी के पढ्ने हो? बीजीय भिन्नको भाग। यो बीजीय भिन्न भनेको कस्तो हो भने हामीले एउटा हामी बीजीय व्यञ्जक भन्छौँ नि त। यो ए भनेको बीजीय पद भयो, यो बी पनि बीजीय पद भयो। यो दुईटैले मिलाएर हामी के भन्छौँ? बीजीय भिन्न। के भन्छौँ? एउटा यो बीजीय भिन्न छ र अर्को पनि एउटा बीजीय भिन्न बनाइहालौँ। यसरी बीजीय भिन्न अर्को पनि छ भने यी दुईवटा बीचको भाग कसरी गर्ने आज हामी पढ्दैछौँ है। यो पढ्दाखेरि हामीले के मान्ने हो भने यो पहिलो बीजीय भिन्न हो। कुन भिन्न हो? पहिलो बीजीय भिन्न। यो कुन बीजीय भिन्न हो भने त यो बीजीय भिन्नको भाग गर्दाखेरि हामीले के लेख्छौँ? पहिलोको जस्ताको त्यस्तै। पहिलोलाई के लेख्ने? अनि यो भागलाई के गर्ने हो? यो गुणन गर्ने बित्तिकै के हुन्छ भने दोस्रो बीजीय भिन्न के हुन्छ भने तलको माथि जस्तै हेरौँ त, तल के थियो? बी, माथि के थियो? हेर त, यो त यसको के भयो? खुट्टा माथि टाउको तल, हैन र? यो पल्टेपछि हेरौँ त, बी एउटा तल छ, बी एउटा माथि छ भने कट्यो। ए माथि एउटा ए तल छ भने कट्छ। केही बच्यो र बचेन भने हामी के लेख्ने? ल अब दोस्रो क्वेसन हामी गर्न गइरहेछौँ। अब यो बीजीय भिन्न भनेको ए माइनस बी अपन के हुन्छ? ए प्लस बी डिभाइड बाई के लेख्ने हो? ए माइनस बी ए प्लस बी। अब यो क्वेसन कसरी गर्ने होला है? यो भन्दा अगाडि त हामी के पढ्यौँ? ए बाई बी डिभाइड बाई ए बाई बी पढेको थियौँ। यसरी त मजाले गर्यौँ। अब यो क्वेसन कसरी होला भनेर हामी पढिरहेछौँ है। यो पनि सेम त्यस्तै हो। यो क्वेसनलाई के गर्ने हो भनेपछि पहिलो बीजीय भिन्नलाई के गर्ने? जस्ताको त्यस्तै राख्ने। भन्नुको अर्थ के हुन्छ? ए माइनस बी अर्को के हुन्छ? डिभाइड बाई ए प्लस बी। डिभाइडलाई के गर्ने होला? के गर्ने? अनि दोस्रो बीजीय भिन्नलाई के गर्ने हो? पल्टाउने भनेको कति हुन्छ? ए प्लस बी ए माइनस बी। अब हेरौँ त, यो दुईवटा टर्म भएकोले के गर्ने हो? यसो ब्र्याकेट राख्ने है, ब्र्याकेट राख्ने। अनि अब हेर्ने त, एउटा माथि त्यही के छ? तल छ भनेपछि के हुन्छ? कट्यो। अर्को जे तल छ त्यही माथि छ भनेपछि सबै कट्यो हैन? कटेपछि के बच्यो र बचेन। अब एन्सर कति आउँछ? 1। अब यसै गरी अर्को पनि क्वेसन गर्छौँ है। के भएन है? अब तेस्रो क्वेसन हामी पढ्न गइरहेछौँ। सुनौ है सबै। तेस्रो क्वेसन कुन हो भने यस्तो टाइपको एक्स स्क्वायर माइनस कति? वाई स्क्वायर। एक्स स्क्वायर प्लस कति हो? वाई स्क्वायर डिभाइड बाई कति हो भने एक्स स्क्वायर माइनस वाई स्क्वायर डिभाइड बाई एक्स स्क्वायर प्लस कति हो? अब यो भन्दा अगाडि भनेपछि यहाँ स्क्वायरमा थिएन है। अब स्क्वायरमा आयो। अब यो क्वेसन कसरी गर्ने होला भनेर हामी पढ्न गइरहेछौँ। यसको हेरौँ त, सेम पहिलाकै प्रोसेस हुन्छ। यो कुन भिन्न हो त? पहिलो बीजीय भिन्न। यसलाई हामी के भन्ने हो? दोस्रो बीजीय भिन्न। यो पहिलो बीजीय भिन्नलाई हामी के गर्ने हो? जस्ताको त्यस्तै। मतलब जे छ त्यही सार्दिने होइन? अनि यो डिभाइड अथवा भाग जुन छ नि, यसलाई के गर्ने होला?
बदल्ने अनि दोस्रो बीजीय भिन्नलाई के गर्ने दोस्रो बीजीय भिन्नको खुट्टालाई के गर्ने माथि लेख्ने अनि टाउको कहाँ लेख्ने हो अब हेरौं त यो दुईवटा छ दुईवटालाई यसरी एउटा एउटाले काट्न मिल्दैन त्यो नमिलेर के गर्ने हो भनेपछि ब्र्याकेट के हाल्ने ब्र्याकेट हाल्ने अनि ब्र्याकेट हालेर के गर्ने हो काट्ने यसरी है अनि काटेपछि के बच्यो र बचेन भनेपछि हामी के लेख्छौं है हामी तीनटा जुन क्वेशन पढ्यौं नि ती तीनटा क्वेशनको अब होमवर्क लियौं है यस्तै खालका तीनटा क्वेशनहरुको अनुसार हामी धेरै क्वेशन गर्न सक्छौं ती क्वेशनहरु लेखौं है अब यो होमवर्क हो यसलाई लेख्दै गरौँ है सबैले हेरौं a by b divide by a by b 2 मा 3a upon 3b 4b divide by 3a upon 4b अर्कोमा a minus c a plus c divide by a minus c a plus c चौथोमा a square minus c square divide by a square plus c square divide a square minus c square divide by a square plus c square ल यति क्वेशन गरेर आउने फेरि भोलि हामी अर्को ब्लग यदि हजुरहरुलाई यो भिडियो राम्रो लाग्यो भने यसलाई अझ बढी माया गरेर लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला कस्तो अझ भिडियो चाहियो भनेर र सक्दो भन्दा सक्दो आफ्नो साथीहरुलाई शेयर गरेर यो ज्ञानवर्धक भिडियोहरुलाई सबै ठाउँमा पुर्याउनु होला है भन्दै म बिदा हुन्छु हस् धन्यवाद बाइ